एक गरेको हामी सबैजनाले मिलेर बनाएको स्मार्ट डोर लक हो होइन स्मार्ट डोर लकको एउटा वान एन्ड ओन्ली पर्पज भनेको डोर अटोमेटिकली ओपन र क्लोज हो अब अहिलेको जमानामा चोरीहरू त धेरै नै हुन्छ अनि त्यही माथि अहिले झन् प्रविधिको समय टेक्नोलोजीको समयमा अब अझै पनि हामीले सानो सानो मिस्टेकहरूलाई सुधार्यो भनेर कहिले सुधार्ने त त्यही भएर हामीले यो बनाएको छौँ यो चाहिँ स्क्यानर हो यो चाहिँ RFID हो होइन यो स्क्यानर भित्रबाट अर्डुइनोसँग कनेक्ट हुन्छ हाम्रो ढोकामा हुने एउटा मोटरसँग हुन्छ होइन हामीले उयो RFID यता स्क्यान गऱ्यौँ भने यतापट्टि एक्सेस डिनाइड भन्छ किनभने यता किन्दैन तर हामीले यो यता गऱ्यो भने ढोका आफै खुल्छ यताभित्र एउटा पिन छ जसलाई RFID ले चिन्यो अनि त्यही भएर एक्सेस अलाउ गर्यो अब यसको फाइदा चाहिँ के हो भन्दाखेरि अहिलेको जमानामा चोरी त मैले धेरै हुन्छ भनिसकेँ होइन यसै गरेर हाम्रो अब जीवनको लाइफको सबै प्रब्लम नसल्भ भयो भने सानो प्रब्लम के सल्भ हुन्छ भन्दाखेरि हाम्रो चोरी कम हुन्छ हामीले सिक्युरिटीहरू धेरै हुन्छ अनि अर्को सबसे धेरै फाइदा भनेको अब यस्तो प्रोग्रामिङको लागि त पैसा धेरै लाग्ला भन्ने मान्छेहरूको चिन्ता हुन्छ तर कुरा के भन्दाखेरि इट इज भेरी चिप होइन यो हामीले आफ्नै घरमा प्रोग्रामिङ गर्न पनि सक्छौँ प्लस अर्डुइनो छ भनेपछि कस्तो हुन्छ भन्दाखेरि यो अर्डुइनो वायर्सहरू सब हाम्रो पसलहरूमै पाउँछ होइन पसलमै किन्नु पर्यो नि त पसलबाट त किन्न पर्यो तर अब हाम्रो यो पुरा होमले इन्स्टल गर्न पर्यो भने त अब त नेपालको इकोनोमीमा त अब धेरै हुन्छ यहाँबाट गऱ्यो भने हामी अहिलेको स्टुडेन्ट्सहरूले त आफै रोबोटिक्स सिकिरहेछन् सबै गरिरहेछन् उनीहरूले आफै प्रोग्रामिङ गरेर पनि घरमा एड गर्न मिल्छ सानो सानो सुरुवातले त अब हाम्रो सबै कुरामा चेन्ज ल्याउने हो नि त यही हो म्याम थ्याङ्क यू सुनिदिनु भएको ओके